हेलो सम्पूर्णलाई नमस्कार। आज पनि म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ लगभग धेरै समयपछि भिडियो लिएर आइसकेको छु। अहिले चाहिँ म काम सकेर यहाँ बाहिर निस्केको छु। अब हामी चाहिँ यो भित्र घुम्दै हामी चाहिँ रुम जान्छौँ। मेरो भिडियो के कस्तो हुन्छ हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला भन्न चाहे र मेरो युट्युबमा नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहे। र आज चाहिँ अब है बाहिर चाहिँ मौसम के भन्नु, यो हल्का हल्का खुलिरहेछ, हल्का हल्का धुम्मा छ, जाडो भइरहेछ। त्यही भएर हामी चाहिँ अब रुम हिँडेको हो। हामी चाहिँ भित्र पसेर घुम्दै आज जानुपर्ने छ। भित्रको के कस्तो छ अवस्थाहरू म देखाउने नै छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र यहाँ चाहिँ यस्तो छ यहाँको मौसम चाहिँ। हामी चाहिँ अहिले यो साइडबाट आएको छौँ। हामी चाहिँ यहाँदेखि हिँडिसकेको छौँ। यहाँ माथि थिम पार्कमा चाहिँ हाम्रो रुमको साथीहरू पनि छ। हामी भेट्ने नै छौँ होइन, अहिले भेट हुन्छ नि। हामी भेट्ने नै छौँ। भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला। हामी चाहिँ भित्र छिरिसकेको छौँ। अहिले गाडीहरू पनि आइरहेछ है। यहाँको अवस्था चाहिँ एकदमै डेन्जर छ भन्नु न, खतरै छ। हेर्दै गर्नु होला। बाहिरको भ्यू चाहिँ खतरा देखिरहेछ यहाँदेखि। यो माथिबाट गरेको हो। यति धेरै राम्रो देखिरहेछ होइन यो सिसादेखि। ठिक छ, यतिको राम्रै आइरहेछ। अहिले चाहिँ हामी भित्र घुमिरहेछौँ। यहाँ साथीले उता बाहिर भ्यू हेरिरहेछ। अब हामी चाहिँ अझै माथि थिम पार्कमा जान्छौँ। यहाँको अवस्था के कस्तो छ म देखाउने नै छु, हेर्दै गर्नु होला। अहिले चाहिँ हामी यस्तो दामी बाहिरको भ्यूलाई अवलोकन गरेर बसिरहेको छौँ यहाँदेखि। तिमीलाई कस्तो लागिरहेछ बाहिरको भ्यू हेर्दाखेरि? बप्पल गेम चलिरहेछ, हेर्नु सक्नुहुन्छ है। ल एउटा बाँकी रह्यो। अब यो यसले हान्नु सकेन होला। ल अहिले चाहिँ हामी यहाँ थिम पार्कमा आएको छौँ। यो थिम पार्कमा आएको अहिले भर्खरै। यहाँ चाहिँ आज खासै चलिरहेको छैन है। हल्का खेलिरहेछ, मान्छेहरू त्यति धेरै छैन। यहीँ बसेर रमाइलो लिने हो, रुम जानुपर्छ नि। चाहिँ सबै यो गेमहरू छ है। खेलो भने चाहिँ यो गुडिया लानु पाउँछ। अब हामीसँग त पैसा छैन, खेलिँदैन। यहाँ चाहिँ गेम खतरा भइरहेछ है। मान्छे छैन है भतिजा आज।
अहिले चाहिँ हामी थिम पार्क घुमेर यहाँ बसिरहेको छौँ। अहिले चाहिँ अलिक थकान पनि लागेको छ। अब हामी चाहिँ फेरि अझै एक स्टेप माथि जानेछौँ। त्यहाँ पनि बल गेमहरू खेलाउँछ, रमाइलो हुन्छ। त्यहाँ पनि साथी छ। अहिले चाहिँ साथीलाई भेटेर हामी आइसक्यौँ। साथीसँग त्यहाँ भेट भयो। अब माथि तल पनि साथी छ, साथीसँग भेट हुन्छ। भिडियो हेर्दै गर्नु होला के कस्तो हुँदैछ। ल हामी चाहिँ अहिले लिफ्टमा गइसक्यौँ माथि अर्को लेभलमा। माथि आइसकेको हो। मुनि चाहिँ गेम खतरा भइरहेछ। अब यहाँ एकजना फेरि साथी छ हाम्रो, साथीलाई भेट्नुपर्ने हुन्छ। र अहिले हामी चाहिँ अब हिँडेको यहाँदेखि दुईजना। मलाई थाहा छैन भिडियो चाहिँ के कस्तो आइरहेछ, बप्पलाई आइरहेको होला भन्ने लागिरहेछ मलाई होइन भने। यो सबै के छ यहाँ। अब फेरि यहाँदेखि खतरा भइरहेछ, हेर्नु सक्नुहुन्छ है। आज यस्तो ठाउँमा यो ए परबिनलाई ल बप्पल देखिरहेछ। अहिले चाहिँ यहाँ साथीसँग नि भेट भइसक्यो। माथि आएर साथी बसिरहेछ होइन, चलिरहेछ। हामीलाई कुरेको हो, सही हो, सस्ती कुरेको हो। ल सही हो। अब हामी चाहिँ यहाँ रमाइलो गरेर रुम फर्किन्छौँ। अब यहाँ के कस्तो हुन्छ अहिले होइन, म देखाउने नै छु। बसेको भने प्रवीणले बोलाउने माथिबाट, प्रवीणले बोलाइरहेको चाहिँ कता हो बसेको हो। बनाउनु लाग्यो नि अहिले चाहिँ हामी यहाँ भित्र घुमिसकिवरी बाहिर बसिरहेछौँ। बाहिरको मौसम हल्का सिमसिम पानी पर्ला जस्तो मात्र भइरहेछ। बब्बल देखिरहेछ यतापट्टि चाहिँ। यहाँ यस्तो छ, गाडी पाइन्छ त अहिलेको। टाइम छ त नि सम्झी आउँछ जस्तो लाग्यो यहाँ। सम्झी कल गर न, कल अहिले चाहिँ आउँछ नि। यहाँ चाहिँ यस्तो बब्बल छ है, डाँडा काँडा वरिपरि। अहिले चाहिँ हामी भित्र घुमेर बाहिर आइसक्यौँ। अब हामी चाहिँ रुम जानु लागेको हो। अब चाहिँ हाम्रो बस पनि आउनु लाग्यो। अब हामी चाहिँ बसदेखि रुममा जान्छौँ। आजको भिडियो के कस्तो भयो अन्तिमसम्म हेरिदिनु भयो होला भन्ने लागिरहेछ मलाई है। अब फेरि अर्को भिडियो लिएर आउनेछु। आजको लागि चाहिँ यति नै। यहाँ रात पनि परिसक्यो, रुम जानुपर्ने हुन्छ। आजलाई चाहिँ यति नै।